रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। नेपालमा बाँदर आतंकबाट सङ्कट कम गर्न किसानहरूले वर्षौंदेखि परम्परागत उपायहरू अपनाउँदै आएका छन्। खेतबारीमा हेरालु राख्ने, टिन ठटाएर आवाज निकाल्ने, पुत्ला खडा गर्ने, कुकुर परिचालन गर्ने र गुलेली हान्ने जस्ता उपायहरू सुरुवाती दिनमा केही हदसम्म निकै उपयोगी देखिए तापनि बाँदर अत्यन्तै चतुर र यसमा भएको अनुकूलन क्षमताले गर्दा मानिसले अपनाउने कुनै पनि प्रविधि केही समयपछि प्रभावहीन बन्न पुग्छ। आज बाँदरहरू टिनको आवाज वा पुत्लासँग डराउन छोडेका छन्। हिजोसम्म टिनको आवाज सुन्दा भाग्ने बाँदरहरू आज मानव बस्तीमै पसेर हिंस्रक व्यवहार देखाउन थालेका छन्। अब प्रश्न उठ्छ कि यिनै परम्परागत उपायले मात्र बाँदर आतंक समाधान गर्न सकिन्छ त, अथवा हामीले अहिलेसम्म नसोचेको त्यस्तो उपाय हामीसँग अझै बाँकी छ त? दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी नेपालको पहाडी भेगलाई उजाड बनाउँदै गरेको बाँदर आतंकलाई समाधान गर्न सकिने एउटा रोचक र रैथाने उपायको बारेमा विशेष चर्चा गर्नेछौँ। बाँदरको समस्या केवल बाली नष्ट हुने सामान्य घटनामा मात्र सीमित छैन। यसले नेपालका हजारौं किसानको आर्थिक अवस्था, श्रम व्यवस्थापन र ग्रामीण जीवनशैलीमै गहिरो प्रभाव पारिरहेको छ। विशेष गरी पहाडी जिल्लाहरूमा कृषि नै मुख्य आयस्रोत भएका परिवारहरूका लागि बाँदर आतंक ठूलो आर्थिक सङ्कट बनेर उभिएको छ। मकै, कोदो, आलु, तरकारी तथा सुन्तला जस्ता नगदी तथा खाद्य बालीहरू बाँदरको मुख्य निशानामा पर्ने गरेका छन्। कतिपय ठाउँमा किसानले बाली रोप्ने, गोडमेल गर्ने र हुर्काउने सम्पूर्ण मेहनत गरे पनि पाक्ने समयमा बाँदरको झुण्डले केही घण्टामै सबै नष्ट गरिदिने हुँदा उत्पादन घट्ने मात्र होइन, किसानले लगानी गरेको बिउ, मल, श्रम र समय समेत खेर जाने गरेको छ। बाँदर पीडित किसानहरू खेतीपाती गर्नुभन्दा बढी समय खेतबारी कुर्न बाध्य भएका छन्। बिहानदेखि साँझसम्म खेत वरिपरि बसेर बाँदर धपाउनु उनीहरूको दैनिक जीवनको हिस्सा बनेको छ। यसले कृषि उत्पादनशीलता मात्र होइन, अन्य आर्थिक गतिविधिमा संलग्न हुने अवसर पनि घटाएको छ। विशेष गरी गाउँमा युवा शक्ति वैदेशिक रोजगारी वा शहरतिर पलायन भइसकेकाले खेतीपातीको जिम्मेवारी वृद्ध-वृद्धाको काँधमा आएको छ। तर उमेर ढल्किसकेका मानिसहरूका लागि दिनभरि बाँदर धपाउनु सजिलो काम होइन। कतिपय वृद्ध किसानले आफ्नो शारीरिक क्षमताभन्दा बढी मेहनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ। महिलाहरू पनि यस समस्याबाट सबैभन्दा बढी प्रभावित समूहभित्र पर्छन्।